आदरणीय दर्शक वृन्दहरू ल आन्टी ह्याप्पी होली। अब तिमीलाई सो गाइज अनि देख्न सक्नुहुन्छ अब हामी चाहिँ जानु हेर त होली अहिले बाजेलाई उनीहरूलाई स्वागत छ हाम्रो यो खुरापाती युट्युब च्यानलमा। आइसक्नु भएको छ, तपाईँले पहिलो गल्ती गरिसक्नु भएको छ। जब गल्ती गरिसक्नु भयो त्यो गल्तीलाई पुरै गर्नुहोस्। अब त्यही भएर बच्चाहरूले आशिष दिने आजै होलीको। तो आदरणीय दर्शक वृन्दहरू नमस्कार, तपाईँहरूलाई सम्पूर्णलाई स्वागत छ हाम्रो यो खुरापाती युट्युब च्यानलमा। खुरापाती युट्युब च्यानलमा तपाईँहरू आइसक्नु भएको छ, तपाईँले पहिलो गल्ती गरिसक्नु भएको छ। जब गल्ती गरिसक्नु भयो त त्यो गल्तीलाई पुरै गर्नुहोस्। अब के भइरहेको छ भन्दाखेरि यो भर्खरै मात्र हाम्रो होली कार्यक्रमलाई सुसम्पन्न गरिसकेको छौँ। पार्वती मिसको हातबाट मेरो गाला रङ्गिसकेका छन्। अबको जनताहरूले के बुझ्ने यसबाट हेर्नुहोस् है। ठ्याक्कै यो अहिलेको पत्रकारिता कस्तो छ भन्दाखेरि त्यो शब्दलाई एकदम खतरनाक मिक्स गरिदिने कि होइन। अब रङ लगाइदियो भने त अर्कै हुन्छ। गाला रङ्गियो कसको हातबाट? पार्वतीको हातबाट। डबल मिनिङवाला, तर त्यस्तो डबल मिनिङ सिङ्गल मिनिङ त्यो कुरा होइन। देख्न सक्नुहुन्छ यहाँ गुरुआमाहरूले आफ्ना चेला चेलीहरूलाई चाहिँ यस्तो राम्रो सुसंस्कार देखाउँदै हुनुहुन्छ है। भोलिका दिनमा अब गालामा कुनै असर परेछन् भने हामी जिम्मेवारी छैनौँ। मैले कुसंस्कार भनिनँ, सुसंस्कार भने हो। होइन होइन रामा राम, त्यो रङ त त्यो काना त परेको थिएन है। किन रङ काना परेको त होइन है रङ त। सुसंस्कार भिडियो कन्टिन्यू छ त साथीहरू हेर्नुहोस्। मेरो सब्सक्राइबर पनि हुनुहुन्छ क्या यहाँ त। अनि सब्सक्राइबरहरूले भन्दै हुनुहुन्छ एउटा भलाको हाल हो क्या तिमीहरूका, एउटा भलाको हाल भन्नुभएको होइन। स्कुल हामी सबैको भिडियो हो क्या यो त। अनि दर्शक वृन्दहरू केही पनि होइन। आज अब भोलि पहाडको होली, पर्सि तराईको होली, त्यो होली त्यही भएर आज लास्ट हो नि त। भोलि एउटा बिदा छ। अनि म्याडमहरूले चाहिँ विद्यार्थीहरूलाई लगाइदिनु भएको रहेछ। त्यसैबाट यसो अलिअलि चाहिँ यहाँ अब छ्यास छुस्सा गुरुआमाहरूले चाहिँ नि लगाउने कार्यक्रम पनि गर्नुभयो। त्यो हुँदाखेरि हामीले पनि लगाइयो टाकन टुकुन, फोटोकै चक्करमा भए पनि लगाइयो त्यहाँबाट। अनि ठ्याक्कै हाम्रो फेरि सरिता म्याडमले तिम्रो भ्लग बनाऊ भनेपछि मलाई ट्याक्कै याद आयो, एउटा कन्टेन्ट भइहाल्यो यति भएपछि। तपाईँ मेरो एकदम शुभचिन्तक हो नि त, शुभचिन्तक। तपाईँले पिर गर्नु हो। होलीको दिन भेट्नु नपाइने होइन, त्यही भएर बच्चाहरूले आशिष दिने आजै होलीको रङ लगाएर होलीका रङ लाउँदा नि आशीर्वाद दिन पर्ने छ। आजकलका अहिले जान्दैनन्, उही लोलाले हान्न मात्रै जानेछन्। कहाँ आशीर्वादका चलन सिधै लोला हान्ने। दर्शक वृन्दहरू अरू केही पनि होइन। अब यस्तै हो, भिडियोहरू केही हुनु छैन। भोलि र पर्सिको अब छुट्टीमा यसो केही बन्छन् कि भन्ने आशावादी छु म। त्यहाँबाट भन्नु पर्दाखेरिलाई केही पनि छैन कुरो त। आदरणीय दर्शक वृन्दहरू ल आन्टी ह्याप्पी होली। अब भेट्न त्यस्तै हो। फेरि अब एकचोटि होली पछि भेटौँला। ओइ के गरेको के अनि तिमीलाई चाहिँ फुटालिदिउँ टाउकोमा लाग्जा। होलीको सुरुवात भइसकेको छ हजुर। सो गाइज अनि देख्न सक्नुहुन्छ अब हामी चाहिँ जान लागेको छौँ। अनि त्यसपछि यिनीहरू चाहिँ हेर त होलीले पुरै भिजेर आएन यिनीहरू। रङ जति रङ पानी सानी जे भेटिन्छ ल हजुर हस्। एकदम खासमा तराईको होली पर्सि हो, भोलि पनि होइन। तर यिनीहरूले आजै मनाइसके छन्। लगाइयो आज चाहिँ होइन यस्तो भएको मिसहरूले लगाइदिनु भएको। अनि आज साथीहरूले फेरि झन् साह्रो लगाइदिनु भयो, त्यही भएर हो के। ल जाम अहिले बाजेले अहिले उडी हाने। ल छिटाउ कुदिराख्या छन्। अब यही नि त लाउँदिनन् के अरे यिनले लाइ नछौ त तिमीले। भोलि बाह्र होली हो क। सो गाइस तपाईँहरू देख्न सक्नुहुन्छ भोलिबाट होली छ।
भोलिबाट होली छ अनि भोलिबाट सुरु त हो नि भोलि पहाडको पर्सि हो तराईको यिनीहरू यहाँ ल हेर्न सक्नुहुन्छ यहाँ यस्तो अवस्था छ यहाँ भूत झैँ भएर बसेछन् हजुर तपाईँहरूको त रङै छैन त ऊ यता रहेछ रङ अलिअलि त यस्तो छ कि अब पुरै स्कुलबाटै सुरु गरिसकेछन् यिनीहरूले अनि अब यिनीहरू भोलि पहाडिया होली भए पनि भोलि यिनीहरूले छोड्दैनन् सियोरै लाउँछन् भोलि पनि त्यही भएर 2 दिनका होली मजाले उस्तो पऱ्यो होली भ्याइएपछिको शनिबार पनि होली खेल्न सक्छन्